केपी शर्मा ओली पक्राउ गर्न नहुने रवि लामिछानेलाई रातारात सुतेको मान्छे पक्राउ गर्यो कसरी प्रतिशोध भयो रवि लामिछानेलाई रातारात समाउँदा किन प्रतिशोध भएन आज उनको मानवाधिकार थिएन अनि रवि लामिछानेलाई चाहिँ पक्राउ गर्ने समाउने रातारात कुदाउने के गरेको अपराधी यस्तो गरेर आज 76 जना मार्ने हत्यारालाई ल्याउँदाखेरि यिनीहरू यहाँ बस्नुपर्ने कारण छैन यो प्रतिशोध हुँदै होइन कानुन सम्मत गर्नुभएको छ नयाँ सरकारलाई काम गर्नको लागि तपाईँहरू जस्तो मिडियाबाट उहाँलाई साथ सपोर्ट हौसला दिनुहोस् म यही भन्छु महेश मसललाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो केपी शर्मा ओलीले बुद्धि पुर्याएर आफूसँगै छोरालाई सिआर गर्न लिएर जानलाई राखेका थिए सँगै बस्छ नभए जस्तो ओलीजी लेखकजी र दीपक खड्का आज मात्र बिहान पक्राउ पर्नु भएको छ उहाँहरूको पक्राउलाई लिएर तपाईँको धारणा के छ यस्तो छ अनुसन्धान गर्न पाइन्छ त्यही अनुसन्धान नगरेको कारणले हामी दिनानुदिन माइतीघरमा लडिरहेका थियौँ कोही मान्छेलाई आरोप लाग्यो भने त्यो अनुसन्धान गर्नुपर्छ यदि राइट र रङ भन्ने न्यायालयमा जानुपर्छ त्यो मुद्दा अब न्यायालयले के गर्छ त्यो विषयमा मैले बोल्ने कुरा ओलीजी आज यहाँ सरकारी वकिलको कार्यालय आउनु भएन उहाँले भर्चुअल नै म उपस्थित हुन्छु भन्नुभएको छ अस्पतालमा भर्ना हुनुहुन्छ यो प्रवृत्तिलाई के लिनुहुन्छ एउटा कुरा म तपाईँलाई के भन्छु भने म हिजो अस्ति पनि बोल्दै थिएँ केपी शर्मा ओली हिजोसम्म घरमा गरेर पार्टी अफिसमा आएर मजाले बोलेर हल्कालाई खिस्याउँदै बोल्न सक्नेलाई पुलिसले छुने बित्तिकै के भयो केपी शर्मा ओलीलाई आज बस्नुपर्ने हो यो प्रवृत्ति कहिलेबाट बन्द हुन्छ यो सरकारलाई पनि भन्न चाहन्छु के हो सुविधा सामान्य व्यक्ति सरकै ओली हो ओलीलाई तत्काल लिएर आएर कठाघरमा राख्नुपर्छ अस्पताल होइन यो भर्चुअल सुविधा दिन हुँदैन दिएको हो भने के कारणले दिएको कति कारणले दिएको र केपी शर्मा ओली र हामी सामान्य व्यक्तिमा के फरक छ त्यो छुट्याइदिनुपर्छ महेश बस्नेतलाई पक्राउ गर्नुपर्छ आजै गर्नुपर्छ भन्नुभयो उहाँ पक्राउ पर्नु भएन भने तपाईँ के गर्नुहुन्छ म के गर्ने कानुनी लडाइँ लड्छु अझै पनि कानुन छ त अझै बाँकी लडिरहेछु लड्छु मलाई आशा छ सुदन गुरुङले नजिकबाट यो केसलाई निहाल्नु भएको छ 2 वर्षदेखि माइतीघर मण्डलामा बसेको छु सारा प्रमाणहरू यतातत्र छन् अनि अहिले पनि यो भड्काउ गरेको होइन यो सरकार भर्खर नवगठित सरकारलाई आह्वान गरेर तमसा देखाएर बस्ने यस्ता व्यक्तित्वलाई यो पनि अपराध हो यसैमा पनि उनलाई समाउनु पर्ने आधार छ साइबरमा मैले मुद्दा दिएको छु साइबरको मुद्दा पनि मलाई लाग्छ एकछिनमा आउँदैछ होला केही छिनमा तपाईँ यहीँ बसिरहनु भयो भने त्यहाँका प्रहरीहरू पनि आउँदै हुनुहुन्छ त्यो मुद्दा लिएर भन्ने कुरा छ महेश बस्नेतका यो मात्रै होइन धेरै मुद्दाहरू खुल्दैछ के कसुर लागेको छ अब छोड्दै छोड्नुहुन्न महेश बस्नेतलाई महेश बस्नेतलाई मैले समाकै छैन साथीहरू मुद्दालाई छोड्दिनँ बुझ्नुभयो नि तपाईँ मुद्दा छोड्दिनँ म मेरो अन्याय विरुद्ध लडिरहेको हो म माथि अपराध गर्ने अपराधीलाई म छोड्दिनँ शोभाजी तपाईँले लगाएको पनि भन्छन् क्या कसैले कमेन्टहरू हेर्दाखेरि तपाईँले गलत कसरी देख्नुभयो भनिदिनुहोस् न त तपाईँलाई अपराध किन लाग्न मैले तपाईँ भनिदिनुहोस् मलाई शोभाजी के कसुर लाउनु भएको छ यहाँ चाहिँ अहिले बलात्कार ढाका चोरी र भ्रूण हत्या छ अर्को साइबरको मुद्दा छ मेरो चलित हत्या गरेको कारणले उसको अल फ्यामिलीलाई नै छ उसलाई मात्रै होइन उसको श्रीमतीलाई बहिनीलाई र त्यहाँ नेकपा एमाले र मेरै यही मुद्दामा पनि 5 जना पक्राउ हुन्छ साथीहरू आज म अर्को कुरा खोलिदिन्छु 5 जना चाहिँ मतियार छन् जो अहिले बालवाला मन्त्री प्रदेशको मन्त्री नेकपा एमालेको एउटा गठै जाँदैछ स्वास्थ्य विभागको प्रमुख पनि हुनुहुन्छ त्यो नेकपा एमाले यति अपराधी तत्त्व छ भन्ने कुरा तपाईँहरूले केही छिनमा सायद पक्राउ पूर्ति आयो भने थाहा पाउनुहुन्छ